कङ्ग्रेचुलेसन अल अफ अस। आज हामीले स्कटल्यान्डलाई हराए होइन, 3 म्याच हारेर लगातार आज फाइनल म्याच स्कटल्यान्डलाई हराए। आजको म्याचमा सबभन्दा राम्रो मलाई पर्फर्मेन्स चाहिँ दिपेन्द्र सिंह ऐरीको लाग्यो। 23 बलमा 50 रन, एक्लै कन्सिस्टेन्सी हरेक म्याचमा चलेछ यार। त्यो भन्दा अरूले खोइ के गर्दैछन्, के गर्ने। 3 म्याच लगातार हारे। विश्वास थियो मलाई कि हामी टप 8 मा जान्छौँ भनेर, तर गइन। तर केही पनि छैन, नेक्स्ट इयर हामी टप 8 मा के लाग्छ कि फाइनल नै लिएर आउँछौँ। हामी नेपालीहरूको विश्वास त छ, तर हेरौँ अब नेक्स्ट 2 वर्षपछि के हुन्छ होइन। ल, कङ्ग्रेचुलेसन टु अल अफ अस, कङ्ग्रेचुलेसन टु नेपाल क्रिकेट टिम। थ्याङ्क यू, हामीले लास्ट गेम जिते, खुसी भएछौँ। ल, बेस्ट अफ लक। आउँदो समयमा योभन्दा पनि राम्रो पर्फर्मेन्स दिनु, हामीलाई यही आशा र विश्वास छ। जय देश, जय नेपाल।